Hello, namaste. Good morning, everybody. So today we're gonna go camping again. It's the same place as the last time, and we're gonna go there to celebrate my younger brother's birthday. आज हामी क्याम्पिङ जानु लागेको. आज फेरि भाइको बर्थडे भएको छ. रोसान, Hello. कति वर्ष भयो? I am 12 years old. He's 12 now. April 17. We're packing. अहिले हामी सबै यो प्याकिङ गर्दैछ सामान. So much stuff. हामी आज फेरि आफ्टर 6 मन्थ चाहिँ क्याम्पिङ जानु लागिरहेको. घरमा सामानहरू यसरी रेडी भएको छ. मिन्सा नौसाङ रेडी छ यहाँ क्याम्पिङ जानुलाई. क्याम्पिङको सामानहरू सबै रेडी छ. अब हामी एकछिनमा उबर ट्याक्सी बोलाएर ट्याक्सीमा जान्छौँ. हामी घरबाट बाहिर निस्किसक्यौँ. हामी यहाँ घरको घरबाट बाहिर निस्केर ट्याक्सी चढिसक्यो. अब ट्याक्सीबाट हामी साइकोङ हुँदै होङसेक माथाउँ भन्ने ठाउँ क्याम्पिङ हिँड्यौँ. क्याम्पिङ जानेहरू पछाडि. नुसाङ कहाँ छस्? भन्छ देख्दैछस्? कहाँ हिँडेको हामी? के गर्नु हिँडेको हो? क्याम्पिङ हो. ओके. हिँड्यौँ. अब साइकुङ भएर होङसेकमा थाउ फेरिसम्म ट्याक्सीमा जान्छौँ. करिब 40 मिनट जस्तो लाग्छ होला. 40 मिनट 1 घन्टै लाग्छ होला सायद. पछाडि 7-5 महिना पछाडि फेरि आज क्याम्पिङ हिँडेको. बर्खायाममा गर्मी छ. साउन्ड पोल्युसनको लागि पनि यति साह्रो सेफ्टी गर्छ यहाँ विदेशहरूमा. हामी सहर कटेर जङ्गलको बाटो हुँदैन हेर. मुसँग नि दायो बर्थडे बोय त नि दाएछ. We have arrived. They're over there unpacking, so I'm gonna have to go up to check for spots.
Seems it's been occupied by quite a lot of people. Oh shoot, I don't think we have space here. Oh well. There's no spot here. We're going to go back down. Well, the view from up here is really nice though. How sad. हामी क्याम्पिङ बस्ने एरियामा आइपुग्यौँ। एकदमै रमणीय रमाइलो ठाउँ छ यो। यता समुद्र यस्तो छ। यो देखिएको चाहिँ अर्को आइल्यान्ड जाने फेरी हो, पानी जहाजहरूको स्टेसन। खास हामी क्याम्पिङ बस्नुपर्ने ठाउँ चाहिँ यहाँ माथि म देखाइरहेको छु जङ्गलमा। म गएर सबै ठाउँ चेक गरेँ, त्यहाँ ठाउँ खाली छैन, सबै चिनाहरू हिजै आएर ठाउँ ओगटेको रहेछ। टोटली प्याक छ। हामी एउटा टेन्ट चाहिँ मैले पनि सानो ठाउँमा टाँगेर छोडेको छु। भरे हामी सायद यही बिबिक्यू स्पोटमा नै टेन्ट टाङ्छौँ होला, यदि सेक्युरिटीले दिएन भने चाहिँ माथि गएर सुत्ने हो। हाम्रो सामानहरू सबै लिएर यहाँ थुपारेको छौँ हामीले। अब हामी पहिला मासु पोली खाने, वाइन सारेर खाने, म्युजिक सुन्ने काम गर्छौँ। त्यसपछि रात परिसकेपछि चाहिँ कहाँ सुत्ने भन्ने टुङ्गो हुन्छ। यही चौरमा टेन्ट टाङ्नु पायो भने एकदमै राम्रो छ। यही चौर, योभन्दा 6 महिना अगाडि चाहिँ यही चौरमा हामी सुतेका थियौँ। सेक्युरिटीले दिँदैन भने चाहिँ मैले एउटा टेन्ट चाहिँ माथि क्याम्पिङ स्पोटमै टाँगेर आएको छु। म अहिले त्यो पनि देखाउँछु भिडियोमा। अब हामी मासु पोली खानुलाई तयारी गर्दैछौँ। आज चाहिँ नुसाङ राईको बर्थडे पनि हो। बर्थडे चाहिँ आज हामी समुद्रको किनारमा नुसाङ राईको बर्थडे मनाउनु पनि आएको हो। बर्थडे बोय चाहिँ यहाँ छ, हेर्दा कान्छ। हेलो, तेरो नाम भन्दै। मेरो नाम नुसाङ हो। नुसाङ राई हो। नुसाङ राई हो। प्रष्ट भन् फेरि। मेरो नाम नुसाङ राई हो। मिन्सा राई चाहिँ सामानहरू रेडी गर्दैछ। आमा छोराले अब यहाँ आगो बाल्ने छ। ल है हजुरहरू, हामी तयारी गर्दैछौँ। एकदमै रमाइलो छ यो ठाउँ। राति म फिसिङ पनि गर्नेछु यो समुद्रमा। माछा चाहिँ मर्छ कि मर्दैन हेरौँ। पहिला खानेकुरा खाने हो, मिठो मिठो। त्यसपछि इन्जोय गर्ने हो, रक्सी खाने हो, वाइन। म क्याम्पिङ बस्ने एरियामा जाँदैछु। यहाँ क्याम्पिङको लागि बोर्ड पनि वाङसेक क्याम्प साइट भनेको छ। यतातिर हो यो बाटो चाहिँ। यो जङ्गलभित्र सानो क्याम्पिङ एरिया छ, तर हामीभन्दा अगाडि सबै आएर चिनाले ओगटिहालेको छ। ठाउँ पाइएन र पनि मैले टेन्ट चाहिँ एउटा सानो ठाउँमा टाँगेको छु। भएर आएर सुत्नु पर्ला अथवा तल बिबिक्यू स्पोटमै भए पनि सुतिन्छ। यसरी सबै दिउँसै आएर हिजै आएर चिनाहरूले सबै ठाउँ ओगटिहालेछ।
यसरी सबै बसिगएको छ। माथि तल लाइट टाँगेर सबै यत्रो सानो एरियामा हिजो आएर सबै ठाउँ ओगटेको रहेछ। यसरी मैले चाहिँ यो मेरो टेन्ट यहाँ टाँगिराखेको छु, भरै सुत्नु चाहिँ आउनु पर्ला यहाँ भनेर। तल टेन्ट टाङ्नु दिएन भने चाहिँ म चाहिँ आएर यहाँ सुत्ने भनेर टेन्ट चाहिँ टाँगिराखेको छु। हेरौँ भरे के हुन्छ। सबै ठाउँ प्याक छ। म यति मात्रै देखाउन आएको अहिले। अब म तल गएर मासु पोली खान्छु, बिबिक्यू गर्छु। सुनसान रमाइलो छ, कोलाहल छैन। करिब सहरबाट 50 किलोमिटर टाढा हो यो ठाउँ। जङ्गलै जङ्गल भएर आइपुग्नुपर्छ। भरे राति चाहिँ एकदमै रमाइलो हुन्छ। धेरै मान्छेहरू बस्नु आउँछ। कहाँ छ आइज यहाँ आगो बाल। है सुरु भयो हाम्रो बिबिक्यू। हामी पहिला बिबिक्यू गर्छौँ, मासु पोलेर खान्छौँ। त्यसपछि नुसाङ राईको बर्थडे पनि मनाउँछौँ। यस्तो छ यहाँको ठाउँ। यो चाहिँ प्राउन है, झिङ्गे माछा भन्छ नेपालीमा। यस्तो छ है। आज चाहिँ पब्लिक होलिडे पनि होइन, सन्डे पनि होइन, नर्मल डे हो। त्यही भएर मान्छेहरू एकदमै थोरै मात्रै आएको छ। भोलि चाहिँ स्टार होलिडे भएको हुनाले यो ग्राउन्डमा मान्छे टन्न हुन्छ। समुद्रमा बोर्डहरू पनि छैन अहिले। यस्तो छ, मान्छेहरू माथि टेन्टमा बसिरहेको छ। ल म पनि मासु खानुलाई रेडी गरेँ, भिडियो अफ गर्दैछु। हामी करिब खानेकुरा खाइसक्यौँ। बिबिक्यूहरू खाएर उब्रेर अझै यस्तो छ। साँझ परिसक्यो अहिले। अब एकछिनपछि नुसाङको बर्थडे केक काट्नु तयारी छ। झिङ्गे माछा प्राउन भन्छ है यसलाई चाहिँ। टोस्ट गरेर रातो बनाएर चट्ट हनीसँग दलेर खाँदाखेरि क्या मिठो हुन्छ। नुसाङ राई कता हो? नुसाङले चाहिँ यो हनीसँग दलेर खाएको रहेछ। दुईटा लेमन टी खाइसकेर फेरि अर्को कोक खाँदैछ। देखाएको छ यहाँ। आज नुसाङको बर्थडे हो, अप्रिल 17। हामी चाहिँ घरमा सधैँ मनाउने गर्थ्यौँ। आज चाहिँ समुद्रको किनारमा मनाउने र यतै बास बस्ने भनेर आएको छौँ। यस्तो छ यहाँको ठाउँ। यो चाहिँ अर्को आइल्यान्ड जाने फेरी हो, पानी जहाजको स्टेसन फेरी भन्नाले। हामी राति मिल्यो भने यतैतिर टेन्ट टाँगेर सुत्छौँ। यो आज चाहिँ नुसाङ राईको बर्थडे हो। नुसाङ चाहिँ आज 12 वर्ष पुरा भएर भोलिदेखि 13मा लाग्छ। हामी जहिले पनि कहिले रेस्टुरेन्ट र कहिले घरमा मनाउने गर्थ्यौँ। आज 12 पटकको दिन चाहिँ हामी समुद्रको किनारमा मनाउन आएको छौँ।
नुसाङको बर्थडेको केक देखाउँदैछु म। यस्तो छ नुसाङ राई। आज एकदमै रमाइलो ठाउँ छ, भ्यू राम्रो छ। हामीले अब बर्थडे मनाउनु भन्दा अगाडि बेबिक्यू गरेर सबै कुरो खानेकुरोहरू खाइसक्यौँ। अब साँझ परिसक्यो, हामी अब बर्थडे मनाउनु तयार छौँ। तेरो केस कान जस्तो गर्दा केस पनि काट्नु मान्दैन, भोलि काटिदिनु पर्ने छ। बर्थडेको केक चाहिँ यस्तो छ है। ल नुसाङ राई बर्थडे केक यस्तो छ है। तीनजना आमा छोरा, खै मिन्छ पनि जाऊ पर। ल यस्तो छ है। नुसाङ चाहिँ त्यति हाइट छ है आमा र छोरी दिदी भन्दा। अहिले 12 वर्ष पुरा हुँदाखेरि 5 फुट 3 इन्च साढे भएको छ। ओके, मजा लिउँ भनेर समुद्रको किनारमा चाहिँ बर्थडे मनाउनु आएको। आज हामी 4 जना घरको परिवार मात्रै आएको छौँ। आज कुनै स्टार होलिडे, पब्लिक होलिडे, सन्डे पनि नभएको हुनाले मान्छे पनि एकदमै कम छ। यो पार्क सुनसान छ। हामी घर परिवार मात्रै आएको छौँ। हामी आज यही पार्कमा, यही ठाउँमा टेन्ट टाँगेर बास बस्छौँ। भोलि पनि दिनभरि यतै बसेर बेलुका मात्रै हामी फर्किन्छौँ। यस्तो छ। दिदीभाइ केक खानु मस्त छ है। यस्तो छ। खासै हामी क्याम्पिङ एरिया चाहिँ हाम्रो यो यहाँ माथि हो। चिनाहरू देखिँदैछ, यहाँ माथि हो। राति त्यहाँ माथि हामी सुत्नु जान्छौँ। टेन्ट टाँगेर मैले छोडेको छु, तर सेक्युरिटीले यो ग्राउन्डबाट अब त्यस्तो डिस्टर्ब गरेन, बस्नु दियो भने चाहिँ हामी यो ग्राउन्डमै बस्छौँ टेन्ट टाँगेर। यस्तो छ है। आमा छोरा छोरी केक मस्त खाँदैछ है। ल ल बर्थडेको क्यान्डल जलाउने कार्यक्रम हुँदैछ। Happy birthday to you. Happy birthday. Guess what, guys? We're getting ready to go fish. It's about 8 o'clock. Should be. Let me check again. It's, yep, 8 o'clock. And we're getting ready to go fish. Each one of us will have a rod. Currently, this is our tent. My dad is threading the fishing line. It's my brother. अब अहिले हामी माछा मार्नेको लागि सामानहरू रेडी गर्दै हुन्छौँ। पापाले यहाँ, पापा तपाईँ के गर्दै हुनुहुन्छ? म फिशिङको रड बनाउँदैछु, माछाको चारो बनाउँदैछु। How many fish? हामी आज कतिवटा fish? How many fish are we gonna get? हामीले आज फिक्स छैन, माछा मार्न सकिन्छ पनि सकिँदैन पनि, ट्राई गर्ने हो। How many fish are you gonna get? हामी ड्याममा खेल्ने हो भने चाहिँ 100% माछा मार्न सकिन्छ। 7 each. तर यो सीमा चाहिँ त्यति माछा मर्दैन। त्यही पनि आज माछाको चारो चाहिँ स्टिलको माछा मात्रै हो। खानेमा अर्को सधैँ खेल्ने चारो छैन। स्टिलको फिस खेल्ने हो। So, what my dad basically said is there is a 50% chance that we won't be able to catch anything tonight because we are fishing in the sea. And usually when we go fish around the dams, there is a more higher chance we do catch something.
And the bait that we're using today is not the bait that we usually use. We're using the fake fish ones. We used to use like actual food as bait. So we're not sure if we're gonna actually catch anything. How many are you gonna get again? How many fish do you think you're gonna catch? 3. I think I'm gonna catch 100! 100! Liar. You know your nose will grow every time you lie? Oh. So this is our setup. It's not the cutest, but it'll do. These are all the other tents near us. Apparently the reason why this place is so packed is because they say that over here we can see the stars. So far, because it's super cloudy, we don't see anything, but I can tell you that it is so much more better than the city lights. Even from here, you can tell over there, it's super light because of the city, and then this is just pure darkness. So we'll update you when we go down, and we'll see if we will catch any fish. Yeah, froggy. Okay, let's Imagine it jumps at us. jump through there. Okay, हामी तल जाँदैछौँ fishing माछा मार्नुको लागि. Go front, Nusan. Hey, wait up for me. I'm gonna fall. We're on our way to the fishing port. Actually, no, the port, but we're gonna go fishing there. Here we have Musang, who is Sigma. yes, he's carrying all our inventory. My dad's in the front. He has one of the fishing rods, and I'm over here as the vlogger. Oh, it's so nice. There's not much people today too, because it's a weekday. I highly suggest people to come here at the weekdays, but even if it is the weekdays, I suggest you come early to take a spot up there for the campsite, because it gets filled up really easily. Oh yes. Papa, हामी कता fishing गर्ने हो? हामी यो फेरीमा बोर्डहरू रोक्ने ठाउँलाई फेरी भन्छ. अहिले राति बेलुका चाहिँ बोर्डहरू आउँदैन. त्यहाँ चाहिँ फिसिङ गर्ने मान्छे पनि थुप्रो छ. हामीले त्यही ट्राई गर्नु हो क्या. मैले यो खालको फिसिङ गरेको छुइनँ. सधैँ चाहिँ खाने चारो लगाएर मैले फिसिङ गर्छु. We have arrived at the port. It is really dark over there. You can't tell where the mountain and the sea are. This side you can see on the top, but like from over here you can't. There are a lot of people here, most of them middle age, to come fish at this. Look at the bait. So cool. These ones are the ones that can... Our one is like so small compared to them. That's why I can do easy bait. No. Look at there's many large fish than that. Now we're not gonna get anything. As you can see. Whoa. Too cute. We have competitors. Ready? Oh. Oh, I can see it down there. Oh, you can't see it in camera,
but I can see the little bait over there. Okay, stop. I can see the little bait down there. Be careful. I will. उता साइडमा चाहिँ पारेको छ उता साइड ल हुन्छ Here you can see the more professional works of the people. These people know what they're doing. Unlike us, we're here just for fun. Over here, there should be more fish. मिन्साले पनि माछा मानेर गरेर फिशिङ रड हान्नु लाग्यो पछाडी लाग्छ है सिना बाजेर अलि परबाट हान्नु यता 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 यहाँबाट हान्नु मिन्साले हान्ने अरे माथि ठोकिन्छ हेर ल फेरि हान्दैछ मिन्साले ल टाढो थाहा गयो तान तान भुइँमा गयो भने अल्झिन्छ तान तान Do you feel anything? No, I just felt something like rush past through it and that's it. Oh. माथि ल्याऊ Nothing. छैन माछा अहिले चाहिँ रातिको समय छ हामी 10:30 भइसक्यो हामी अब केही खानेकुरो खाएर सुत्ने तयारीमा हो खाना त अघि दिउँसै सबै एबिक्यूहरू खाएर टन्न भइसकेको हो तैपनि फेरि सुत्ने बेला केही झोल सुप खाउँ भनेर नुडल पकाएर झोल बनाउँदैछौँ नुडल पाकिसकेर मम्मीले पस्काउँदैछ कान्छा र मिन्सा चाहिँ खानु तयारी मिन्सा मोबाइल राख नुडल खाएर सुत्ने हो खानेकुरोहरू यस्तो छ दुईटा टेन्ट छ हाम्रो दुईजना सुत्ने हो हामी टेन्टमा यस्तो छ यसमा हामी आमा बाउ सुत्छौँ यसमा छोरा र छोरी सुत्छ सानोमा यस्तो छ What? मुसँग यहाँ साग बिना खानु खोज्छ र के आमा कति धेरै झोल छिटो खान खान्छ पिरो छ पिरो छ अघि एक धानी जति मासु खायो कान्छाले फेरि नुडल खाँदैछ मिन्साले नुडल खाँदैछ तातो नुडल सकेको मैले त
एक बटुका नुडल एन्ड साग पनि खाँदैछु यसरी यस्तो छ ल आजको क्याम्पिङ रात परेर रातको खाना पनि सिद्धिनु लाग्यो है अब सुत्ने बेला भयो हाम्रो लास्टमा फ्रुट खाएर सुत्ने हो र मसँग टेन्टभित्र छ म पनि यता टेन्टमै बसिरहेछु फ्रुट खाँदैछु यस्तो छ हाम्रो नर्मल छ Good morning. There's nobody awake. It's like 5 o'clock in the morning. The sun just rose and I woke up with the sound of the birds. Nobody's awake right now. Only a few people in the front of the tent are awake right now. I'm going to go brush my teeth and wash my face. Guess I'll have to take you along me down to the bathroom. हेलो गुड मर्निङ हामी राति सुतेर पनि अँधेरो भएर उजेलो पनि भइसक्यो हामी उठेर चिया खाने कार्यक्रम हुँदैछ कफी खाने कार्यक्रम यहाँ भित्र चाहिँ म सुतेको हो यता छोरा चाहिँ अझै उठेको छैन यसरी हामी चिया पकाएर खाँदैछौँ सबै छिमेकीहरू उठेर खाजा खाँदैछ उजेलो भएर म कफी खाइसकेँ सेलरोटी पनि खाइसकेँ अब अन्डा पाकिसकेको छ अन्डा खानेवाला छु म यहाँ छ अन्डा पाकेर यस्तो भएको छ यो चाहिँ हाम्रो ग्यास चुल्हा हो यहाँ ग्यास छ यहाँ चुल्हा पिन्छाले खाइसक्यो कफी यसरी उजेलो भयो अब हामी दिनभरि यतै रहन्छौँ दिनमा चाहिँ यहाँ तल बिबिक्यू स्पोटमा गएर फेरि मासु पोलेर खानेछौँ हिजोको आधा मासु हाम्रो त्यतिकै बाँकी नै छ सबै यसरी म चाहिँ कफी खाँदैछु मेरो कफी यस्तो छ है ल It's about 12 and my dad is already getting ready to make the BBQ. Second round. We have new neighbors because it's already the next day. Hello Minsha. Hello Papa. आज हाम्रो सेकेन्ड डे हो यो हामीले बिहानको ब्रेकफास्ट फिनिस गरेर लन्चको लागि फेरि बीबीक्यू रेडी गर्दैछौँ सेकेन्ड राउन्ड सेकेन्ड डे हो यो We're currently starting up the fire. As you can see, it's still pretty tiny.
it'll get big, that's for sure. हाम्रो सेकेन्ड डे सुरु भयो फेरि हामी मासु पोल्नु लागेको छौँ अब बेबीको लागि चिनाहरू पनि आज फेरि नयाँ ग्रुप सबै आइसक्यो हिजोको जति बिहानै धेरै जस्तो उठेर गइसक्यो यस्तो छ अलिकति तल समुद्र रमाइलो छ हाम्रो चुलामा आगो बलिसक्यो मासु हाल्नु बाँकी छ तीनजना आमा छोरा छोरी बेबीको पोल्दैछ अब पाक्यो खाने बेला भएछ है पानीले अलि डिस्टर्ब गर्दैछ आजको लन्च चाहिँ हाम्रो यस्तै हुन्छ हामी एकछिनपछि सायद भात पनि पकाएर खान्छौँ होला यस्तो छ नुसाङले खाँदैछ हिजोको बर्थडे भयो यस्तो छ आज बेलुका साँझसम्म बसेर हामी फर्किन्छौँ हामी क्याम्पिङ 2 दिन बसेर यो ठाउँबाट उठेर अब घर जाँदैछौँ We are packing up, demolishing everything right now. This is the end of the trip, so we're gonna go home and finally sleep in an actual bed, which I'm so excited about. Papa, तपाईं के गर्नुहुन्छ? म आज हाम्रो क्याम्पिङ लास्ट फिनिश भयो टेन्टहरु उठाउँदैछु उनीहरूले मलाई चलाऊ पानीले गर्दा अलि राम्रो क्याम्पिङ हैन नेक्स्ट टाइम फेरि अर्को प्लेसमा चाहिँ गुड वेदर भएको टाइममा जाने हो हामी 2 दिनको क्याम्पिङ सकेर सामानहरु उठाएर घर बाटो लाग्दैछौँ छोराछोरीले सामानहरु लिएर हिँड्दैछ मिन्छले यो डब्बा बोक हामी अब यो 2 तले बस चढेर घर फर्कनेलाई बसको लाइनमा छोराछोरी मिसेस बसिरहेको छ यहाँबाट छिर्छौँ हामी अब 5-7 मिनेट पछाडि यो बस जानेछ यो बसबाट हामी आधा बाटोसम्म पुग्छौँ त्यसपछि घर जाने बेला भो साँझ परिसकेको छ हामी 2-4 मिनेट पछाडि अब बस चढेर जान्छौँ ड्राइभर आइसकेको छैन अझै 4 मिनेट छ टाइम यो बस चढे हामी फर्क्यौँ बस चढेर अरबिन्छ